हेलो हेलो साथीहरू सबैलाई नमस्ते है, एकमुष्ट नमस्ते। म चाहिँ यतिखेर केदारसिंह गाउँपालिकाको वार्ड नम्बर 7 काँडाचौरदेखि प्रत्यक्ष प्रसारणमा तपाईँहरूलाई देखाइरहेको छु, जहाँ खेत जोताइ भइरहेको छ। आज हाम्रो खेत जोताइको अन्तिम दिन, जहाँ यो सबै गाउँलेहरू मिलेर जोत्ने गरिन्छ हाम्रो चाहिँ। र त्यही दिनलाई मैले आज विशेष दिन बनाएर चाहिँ तपाईँहरूमा एउटा भिडियो बस्ने वाचा गरेको थिएँ र गर्दैछौँ। आज चाहिँ यो भिडियो चाहिँ तपाईँहरूका लागि हुनेछ, विशेष जानकारी दिने चाहिँ आज विशेष गाउँको साथीभाइहरू सबैजना यहाँ आइरहनु भएको छ। आज चाहिँ हाम्रो साँझको चाहिँ अन्तिम दिन हो है। यो साँझो भनेको फेरि के हो भन्ने लाग्छ होला साथीहरूलाई। हाम्रो चाहिँ यो साँझो भनेको चाहिँ गाउँलेहरूले यो के भन्छ, खेतीपातीको अन्तिम दिन चाहिँ सबै गाउँलेहरू मिलेर एउटा जोत्ने गर्छ होइन, एउटै खेतहरू जोत्ने गर्छ। जस्तो जति राखेको छ त्यो चाहिँ जोत्ने गर्न नै साँझो है, मिलेर गर्ने कुरालाई साँझो भनिन्छ। यो चाहिँ देउताको विशेष देउताको कारणले हो, पनेल देउताको तुलनाको कारणले हामी चाहिँ त्यही साँझो यहाँ देखाइरहेका छौँ र तपाईँहरूलाई के कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। हामी चाहिँ यो पुरा भिडियो चाहिँ तपाईँहरूका लागि पस्किनेछौँ। हाम्रा पुर्ख्यौलीहरू बाजे बजै आमा बुवाहरूले भन्दै आउनु भएको छ, यो चाहिँ पुर्खादेखि नै चल्दै आएको परम्परालाई चाहिँ हामीले छुटाउनु हुँदैन भन्नुहुन्थ्यो। हो, त्यसै गरेर हाम्रो गाउँलेहरूले चाहिँ अहिले चाहिँ एकदम मिलनसार रूपले चाहिँ यो चाहिँ हाम्रो पुरानो पुर्ख्यौली चलनलाई चाहिँ छोड्न सक्नु भएको छैन र छोड्नु पनि हुन्न। एउटा बुढाबुढीले भन्दै गर्थे पहिलाका हाम्रा पुर्खाहरूले, के भन्थे भने साँझो बोल्न छोडेपछि चाहिँ गाउँमा पसिना पर्छ, डाल पर्छ भन्थे। हो, त्यो चाहिँ सत्य हो। त्यसकारण चाहिँ हामीले चाहिँ यो चाहिँ कहिले छोड्नु हुँदैन, भुल्नु पनि हुँदैन। हामी यसलाई चाहिँ असाध्यै माया गर्छौँ। यसले चाहिँ एउटा गाउँको भावना पनि जोडिदिएको छ है साँझोले चाहिँ हाम्रो है। अरू दिन चाहिँ नबोल्ने यताउति टप्राप भएका मान्छेहरू पनि यहाँ जोडिन पाउँछन्। यो चाहिँ एकदम खुसीको खबर हो। हामी सबैजना चाहिँ यो साँझो हेरेर चित्त बुझामै केटा हो। हाम्रो चाहिँ यो चाहिँ पुर्ख्यौली बाजेका पालादेखि नै चल्दै आएको चलन हो। हामी चाहिँ यो चाहिँ विशेष गरी चाहिँ पनेल देवता र सुरमा भवानी देवताको लागि चाहिँ हामीले यो गर्ने गर्छौँ है। अनि गाउँमा चाहिँ खेतीपाती चाहिँ साँझो गएपछि चाहिँ एकदम राम्रो हुन्छ भन्ने चाहिँ हाम्रो एउटा विश्वास छ है। यसपालि पनि राम्रै हुन्छ होला जहाँसम्म है। करिब यहाँ चाहिँ कतिवटा हल गोरु छन् होला भनेपछि चाहिँ तपाईँको 25 देखि 30 हल चाहिँ गोरुहरू जोताइ भएको छ। हाम्रोतिर चाहिँ बल्ल भन्ने गर्छ है, बल्ल भन्ने गर्छ। 25 देखि 30 हल चाहिँ बल्लहरू छ। अनि अलग खन्नेहरू चाहिँ अब पछि आउँछन्। खन्नेहरू चाहिँ 50-60 जनाको एउटा माहौल आउँछ, त्यो भिड आउँछ। अनि सबैले यो चाहिँ सक्छन् आज चाहिँ होइन। एकदम रमाइलो छ साथीहरू। तपाईँतिरको पनि केही छ भने यस्तै कुराहरू हामीलाई पनि जानकारी गराइदिनु होला। हाम्रो चाहिँ यही हो। तपाईँहरूलाई यदि हेर्न मन छ भने चाहिँ मङ्सिर महिनामा आइदिनु होला काँडाचौरमा। एकदम रमाइलो हुन्छ त्यहाँ चाहिँ है। तपाईँहरूलाई आउनु होला। यो भिडियो चाहिँ अहिले पोस्ट गरेको मात्रै हो। मैले चाहिँ यो भिडियो चाहिँ मैले मङ्सिर महिनामा खिचेको थिएँ विशेष गरी है। मैले सबैलाई चाहिँ देखाउने भन्ने थियो, तर त्यति चाहिँ देखाउन सकिरहेको छैन किनकि यो क्यामेरामा चाहिँ अग्रही थियो, मैले चाहिँ खिचेँ होइन है। त्यसकारण यो चाहिँ एकदम राम्रो छ। हामीले चाहिँ यो परम्परा चाहिँ हाम्रो काँडाचौरवासीहरूले चाहिँ छोड्नु हुँदैन। विशेष गरी त म काँडाचौरवासीहरूलाई एउटा आग्रह गर्न चाहन्छु, यो परम्परा भुल्नु हुँदैन। हामीले भावी पुस्ताहरूलाई पनि सिकाउनु पर्छ है। यो चाहिँ छोड्नु हुन्न भनेर एउटा के भन्छ उपदेश के सल्लाह सरसल्लाह दिएर चाहिँ जानुपर्छ है। ल त साथीहरू, यहाँ चाहिँ अब के भन्छ छुट्टिनै लाग्यो है। सबैजना यो साँझो सकियो। अहिले चाहिँ यो हल गोरुहरू चाहिँ खुल्दैछन्, सबै सक्यो यति हो। अब बाँकी चाहिँ तलबाट खन्नेहरूको टोली चाहिँ त्यहाँ तल देखिरहेछ।